अनुग्रहमा ख्रीष्टसँगको यात्रा। कविता यस्तो छ। आँसुका लौराहरू टेकेर मान्छेहरू सपनाको सगरमाथा चढ्छन्। आँसुका लौराहरू टेकेर मान्छेहरू सपनाको सगरमाथा चढ्छन्। सुस्केर हाल्दै चिटिस पुगेर निहाल्दछन् संसार फर्केर। अनुग्रहका पखेटाहरू हालेर ए थकित मन पुनः उठ कृष्णमा। अन्धकार चिर्दै आशा बल्छ उहाँकै ज्योतिले चम्काउनु छ संसारमा। हावाका चिसा स्पर्शहरूमा लुकाएर कृष्णको न्यानो माया बोकेर आउनुभयो। हावाका चिसा स्पर्शहरूमा लुकाएर कृष्ण न्यानो माया बोकेर आउनुभयो। थकित खुट्टाले बादलका डाँडाहरू काटेर मुस्कुराउँछन् जीवन अनन्त यरुशलेममा पुगेर। पीडाका काँडाहरूमा सम्हालेर उनी विश्वासका फुलहरू फुलाउँछन्। पीडाका काँडाहरूमा सम्हालेर उनी विश्वासका फुलहरू फुलाउँछन्। अन्धकारको गहिराइमा डुबेकालाई उठाएर उद्धारका किरण बोकेर ख्रीष्ट आएका छन्। त्यसैले त संसारसँग एउटै जुवामा ननारिनु। झम्किनु ख्रीष्टको माया पाएर आफ्नो क्रुस बोकी ख्रीष्टको पछि लाग्नु। मिलापको सुसमाचार जुत्ता लगाएर आफ्नो क्रुस बोकी ख्रीष्टको पछि लाग्नु। मिलापको सुसमाचार जुत्ता लगाएर। एफिसी 6:15। धन्यवाद।